व्यक्तित्वहरूको उपस्थितिलाई हामी उच्च सम्मानका साथ ग्रहण गर्दछौँ। तपाईहरूको उपस्थितिले आजको कार्यक्रम अझ गौरवपूर्ण र सार्थक बनाएको छ। साथै म आयोजकको टिमबाट पुनः एकपटक यहाँहरू सबैलाई स्वागत गर्दै कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय विजडम। धन्यवाद। धन्यवाद आदरणीय श्रद्धेय सबै थोकबाट मैले सम्बन्ध गर्न नपुग्ने अपुग भइरहेको छ, मलाई फर्किरहेको छ। यस्तो व्यक्तित्वबाट मैले भन्नु यहाँले सबै भनिसक्नुभयो, स्वागत पनि गरिसक्नुभयो। कम्पनीको बारेको चाहिँ मिसन भिजनलाई पनि केही कुरो प्रस्ताइसक्नुभयो। उहाँ जस्तो व्यक्ति अप्पल व्यक्तित्वले तपाईँ हामीलाई स्वागत गरेर गइसक्नुभयो। उहाँलाई फेरि पनि मरी धन्यवाद दिँदै उहाँलाई एक जोरदारले तालीले स्वागत गरौँ। म अब ढिलो नगरिकन हामीमा थोरै वक्ता राखेका छौँ, धेरै वक्ता राखेका छैनौँ। हामीले वक्ताभन्दा आजको कार्यक्रम सम्मानमा छ, हाम्रो बिङ्गो खेलमा छ, अरू हरेक कार्यक्रमहरू चाहिँ हामीले राख्नेछौँ। त्यसपट्टि हामी त्यसलाई बढी ध्यान दिनेछौँ र हामीकोमा अब यस्तो व्यक्तिहरूलाई हामीले यहाँ अगाडि बोलाएर हामी नाम लिएर उहाँको वाचन चाहिँ कतिखेर सुनौँ, कतिखेर यो उहाँले चाहिँ बोलेर हामीलाई एउटा यो कम्पनीको बारेमा कसरी चाहिँ यो उच्च स्तरमा एउटा अप्पल रूपमा कम्पनी मध्येको एउटा नम्बरलाइको चाहिँ एउटा अग्रपन्थीमा पुर्याउने हाम्रा अग्रज व्यक्तित्वहरूबाट केही सुन्नु कति हाम्रो चाहिँ साथीहरूलाई उत्सुकता भइरहेको छ। त्यस्तै तपाईँहरूले खोजेकै जस्तो व्यक्तिलाई म यहाँ निमन्त्रणा गर्न चाहन्छु। जो व्यक्ति आज यो स्टम अफ इन्टरनेसनल प्रणालीको जन्मदिनदेखि अहिलेसम्म उहाँको हर पल हर क्षेत्रबाट जुनसुकै क्षेत्रबाट पनि यस कम्पनीलाई उच्च स्तरमा लग्ने एउटा सफल व्यक्तित्व, त्यसमा मात्रै कम्पनीको एउटा यस्तो जिम्मेवारी व्यक्तित्व, जो व्यक्ति पब्लिक रिलेसन डाइरेक्टर